ल बल्ल बल्ल आजको चाहिँ धरानको हैन स्मार्ट बस पार्क चाहिँ सुरु भयो। ल धरान टर्मिनल यो चाहिँ एयरपोर्ट भनेर नझुक्किनु होला है, धरान बस पार्क हो है। आजदेखि बल्ल बल्ल सुरु भयो, धेरै समयपछि सुरु भयो आजको धरान बस पार्क धरान टर्मिनल। ल बस निस्किँदैछ, बस चेक जाँच हुँदैछ। यस्तो छ। ल यहाँबाट निस्किने रहेछ बस, यहाँ तलबाट छिरिरहेछ बस। धरानको यसमा बस पार्क यो चाहिँ यस्तो छ। यहाँ चाहिँ गाडी रोक्ने ठाउँ, यता यात्रु प्रतीक्षालय यस्तो छ, टिकट काउन्टर। ए नझुक्किनु होला, यो कुनै एयरपोर्ट होइन, यो चाहिँ धरानको बस पार्क हो, स्मार्ट बस पार्क। यात्रु प्रतीक्षालय पनि राम्रो छ। यसरी आनन्दले बसेर चाहिँ आफ्नो बस पर्खिन सकिन्छ। यहाँ टिकट काट्न सकिन्छ, प्रतीक्षालय हो। यता टिकट काउन्टर आजदेखि उद्घाटन भएको छ। यस्तो छ, सेम एयरपोर्ट जस्तै छ है। ल आजदेखि सञ्चालनमा आएको छ है, तपाईँहरू पनि आउनु होला है। बसहरू चाहिँ निक्लेर गइसक्यो। धरानको नयाँ बस पार्क, यसलाई चाहिँ स्मार्ट बस पार्क पनि भन्दो रहेछ। तपाईँहरू पनि आउनु होला, अब नझुक्किनुहोस्। अब भानुचोक होइन, यो चाहिँ धरानको नयाँ बस पार्क चाहिँ कहाँ छ भन्दा चाहिँ धरानदेखि सिधै ओह्रालो आउनु होला। भोटे पुल हुँदै बरगाछीदेखि तल यो साम्पाङचोक भित्र छ है, साम्पाङचोक अथवा भिरकुटी चोकदेखि भित्र छिर्नु पर्ने हुन्छ। बस पार्क यस्तो छ, तपाईँको सेम एयरपोर्ट जस्तो छ है। यात्रु प्रतीक्षालय पनि एकदम राम्रो छ। यहाँ अलिकति मेन्टेनेन्स भइरहेको छ, धेरै छ। यो चाहिँ आफ्नो गर्नुलाई टिकट काउन्टरहरू अहिले सञ्चालनमा आएको छैन, अब सायद भोलिदेखि पूर्ण सञ्चालन हुन्छ होला। धन्यवाद तपाईँहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब पनि गरिदिनु होला है। नयाँ नयाँ हुनुहुन्छ भने एक लाइक एक सब्सक्राइब पनि गर्नु होला है।